हेलो गाइस, यो मेरो न्यू इयर स्पेशल ब्लग हो। आज राति हामीहरू न्यू इयर सेलिब्रेट गर्नेवाला छौँ होइन, 12 बजीतिर। अनि यहाँ चाहिँ हाम्रो पोलुवा पार्टीको लागि तयारी चल्दैछ। अनि यता लसुनहरू केलाउँदैछ सबैजनाले। यता पोलुवा पनि हाम्रो पाक्दैछ अनि यता हाम्रो चटनी पनि बन्दैछ। हाम्रो पोलुवा पनि रेडी भइसक्यो। यो चाहिँ हाम्रो स्काई सर्ट एक बिना कहाँ सेलिब्रेट हुन्छ र नि होइन। अनि केक पनि लगाइसकेको छौँ हामीहरूले। सबै कुरो रेडी पारेर 12 बजेको हामीहरू वेट गरिरहेको थियौँ। अनि सबैजना फुल चार्जमा नाचिरहेको थियो। मेरो डान्स त फेरि खतरा छ नि। 12 बज्ने बित्तिकै सुरुमा हामीहरूले स्काई सर्ट पढे, पछिबाट आफ्नो कराको सुनेर आफै हाँस उठिरहेको थियो। पटेका पटेकाएर सबैजना मिलेर हामीहरूले क्यान्डल निभाए। हाम्रो ग्रुपको सबभन्दा सानो भाइले सुरुमा केक काट्न दिए। अनि केक उठाएर सबको मुखमा सुरुमा दल्न सुरु गरेँ मैले। अनि सबले दलिसकेपछि अनि डान्स गर्न सुरु गरेँ। पुलुवा खाँदै हामीहरूले फेरि डान्स कन्टिन्यू गरे। सन्तोष दादा पुलुवा टिप्दै फेरि डान्स गर्न भिरिहाल्नुहुन्थ्यो। मेरो साथी त यता बेग्लै रोलमा थियो, एक्लै डान्स खतरनाक हानिदिइरहेको थियो। म त उसको फ्यान भएँ यहाँदेखि उसको डान्स हेरेर। भोक लागे पनि डान्स गर्न कहाँ छुट्छ र यता भात खाँदै डान्स चलिरहेको थियो। फाइनल डान्स गरेको सकियो। आजको लागि यति नै। भिडियो राम्रो लाग्यो भने लाइक र सब्सक्राइब।